What's up everyone? You all are fine. हामी चाहिँ अहिले यहाँ बरगाडी जाने बाटो ल बाबा के हेर्नु ल हेलो भनिदिनु What's up everyone? Hope you all are fine है अहिले चाहिँ बिहानको 10 बजे होला म चाहिँ अहिले मामा घरतिर निस्किन लाग्यो म र वालिङको दिदी अनि अहिले टक्क म अहिले चाहिँ निस्किन्छु तलतिर गएर भेटौँलाई ल है म चाहिँ अहिले यहाँ दिदी भएको ठाउँमा आइसकेँ दिदी पनि रेडी भएर आइसक्यो केही अरू केही मेरो भिडियोमा लाइक सब्सक्राइब शेयर गरिदिनुहोस् मेरो भाइको भिडियोमा सबैले यो च्यानललाई सब्सक्राइब अनि भिडियोलाई लाइक सेयर गरिदिनु होला है अब हामी यहाँबाट निस्किन्छौँ अनि अहिले बाटोतिर गएर बस्यौँ भने भिडियो गराउँछौँ है ल है हामी चाहिँ अहिले यहाँ बरगाडी जाने बाटो यो ठाउँ कसले चिन्नुहुन्छ चिन्नुहुन्न हामी यहाँ आइसक्यौँ बाहिर यस्तो गर्मी छ ओभर गर्मी त्यही भएर हामी एकछिन यहाँ हिँड्न बाइकमा हिँड्न नि यस्तो गाह्रो भएछ है हामी चाहिँ अहिले यहाँ बरगाडी आइसक्यौँ बरगाडीको यो ठाउँ केसी चोक भन्ने ठाउँमा आइसक्यौँ यहाँ सामान किन्न जान्छौँ अनि सामान किनेर हामी निस्किन्छौँ है खासै अब फर्स्ट भिडियोहरू हो खासै बोल्न आउँदैन मलाई जो पनि बरगाडीतिर हुनुहुन्छ सबैले हेरिदिनु होला माया गरिदिनु होला सपोर्ट गरिदिनु होला है ल हामी यहाँबाट सामान किन्छौँ सामान किनेर सिधै अब मामा घर गएर भेट्छौँ है ल
ठाउँको स्कुलमा आइसक्यौँ है। भाग्योदय माध्यमिक विद्यालय। यो स्कुलबाट नि पछि गएर मेरो भिडियो हेरिदिनुहुन्छ भन्ने आशा छ। हेरिदिनु होला, माया गरिदिनु होला है। बाटो यस्तो गाह्रो छ है यहाँबाट। बाटो त खत्रै हो नि। मेरो ब्याग मिलेन क्या हो। यतापट्टि उस भयो के बाटो तपाईँहरूले मोबाइलमा देख्न सक्नुहुन्छ भिडियोमै। बाटो फेरि खतरनाक हो के खतरनाक। यसरी लडेको चाहिँ त्यही हो क्या, अब लोटियो भने त भ्लगरहरूको कामै त्यही हो। यस्तो गाह्रो छ यहाँ चलाउन। बाटो नि हेर्नु न, ढुङ्गा छ, सहज बाटो भयो। त्यही त के यस्तो यो बाटो नबनेर हो के। ल बाबा यस्तो गाह्रो छ। सामान धेरै भएपछि बाटोले दुःख दिएपछि बाटोले हामीलाई हिँडालेको हो कि हामी बाटोमा हिँडेको थाहै भएन के। यस्तो यस्तो क्यार्ने यो ढुङ्गा। यो त खोला जस्तो भयो क्या होइन, खोलाको हुन्छ नि, खोला हिँडे जस्तो भयो। खोला सुकेर अब हाम्रो घर पनि यहीँ मुनि हो होइन, यताबाट पनि जानु मिल्छ, तर हामी यो बाइक राख्नुपर्छ नि त। र हाम्रो घर आयो, के गर्ने, यस्तै हो बाटो, यस्तै हो। ल यहाँबाट बयर गाडीको भ्युज फेरि मिठो देखिन्छ के। फाइनल्ली यस्तो गाह्रो छ बाटो। हामी मामा घरमाथि आइसक्यौँ। बाइक यता घाममै छ। हाम्रो मामा घर ठ्याक्क बरघारी पारी, मामा घरबाट ठ्याक्क पारी बरघारी देखिन्छ है। मोबाइलको क्वालिटी राम्रो छैन। यो चाहिँ बरघारी है, टक्क। ल हामी यहाँ आइसक्यौँ। अब तल मामा घर जान्छौँ। अब तलतिर गएर भेटौँला है। ल हामी अहिले यहाँ मामा घर आइसक्यौँ। बाजेलाई, आमालाई, बजैलाई भेटिसक्यौँ। हाम्रो बजै त हेर्नु न, हेलो भनिदिनु। हेलो बाबु। केही भन्न छ हाम्रो नाति नातिनीहरूलाई हेर्नेलाई? छैन बाबु छैन, हामी सबै सन्चै छौँ। उस माया गरिदिनु होला मेरो नातिलाई भन्नु न। बेसरी माया त गर्छु नि क्यारम। माया गरे नपुग्ने रहेछ, टाढा परियो क्यार। हामी यहाँ आमालाई भेटिसक्यौँ। अब आमासँग गफ गर्छौँ। हेरेर चाहिँ तिम्रो मुखभरि खानेकुरा ल्याएको थियो भाइ। ओ यिनले केही खाइन् भनेर मैले मुख पनि भाइ हेलो गरिदेऊ, हेलो गरिदेऊ, हेलो भन्थ्यो, हेलो हेलो गरिदेऊ न। हेलो खै त भन्थ्यो, चुप्पा गरिदेऊ ल। चुप्पम भन्थ्यो। हामी चाहिँ मास्तिर जानु लाग्यो। हामी कहाँ जानु लाग्यो अरे भुन्टे? कहाँ जाने? कता मास्तिर? बजेको घरतिर हो। कहाँ जाने? अब बाबुले मास्तिर जाने भनेछ। म चाहिँ सानो बाबुलाई लिएर मास्तिर गएर आउँछु। भुन्टेलाई मास्तिर जाम भनेर मास्तिर आएको। यता हेर्देऊ भुन्टे, हाई भनिदेऊ। खै त नि चुप्पा गरिदिएको। हामी कता हिँडेको अब? कता जाने गरे? बरघारी जाने? बरघारी जाने कि पसल जाने? हामी चाहिँ अहिले पसल गएर नि आइसक्यौँ है। कहाँ गएर आयौँ गरे भुन्टे हामी? के खाएको? भुन्टेले मलाई जुस पनि लुटिदिइसक्यो केटा हो। अनि बाजेलाई नि सामान ल्याउन थियो, अनि त्यो पनि किनेर आइसक्यौँ हामी यता मास्तिर गएर। यो चाहिँ यहाँको मन्दिर है, कता देखिन्छ। यो चाहिँ यहाँको मन्दिर।
What's up, Bunte? All good. What's up? What's up? All good. Yes. यो के हो गरे यो के गर्न हुन्न हामीले यहाँ जुत्ता चप्पल लाउन हुन्न हैन तिमीले किन लाको त चप्पल चप्पल किन लाको त तिमीले मैले लाछु ल बाबु गइसक्यो अब हामी तलतिर जान्छौँ है घरतिर ओइ hands up hands up hands up hands up hands up oh What is this, Rosa? ल अहिले चाहिँ हामी यहाँ मामा घरबाट घरतिर हिँडिसक्यौँ है यो भुन्टे चाहिँ हामीलाई छोड्न हिँडेछ कहाँ जाने गर तिमी बयर गाडी जाने हो हामीलाई छोड्न बयर गाडी पुग्छौ ल भुन्टे चाहिँ बयर गाडी जाने बयर गाडी जाने गरे तिमी हामीलाई छोड्न हिँडेको यो चाहिँ काली बुढी ल हामी चाहिँ निस्केको अब रात नि पर्न लाग्यो अब बाइकमा भिडियो गर्न त्यस्तै हो बाइकमा भिडियो गर्न मिल्दैन म पछि माउन्ट र माइक किनेपछि बल्ल भिडियो आउँछ बाइकमा ल हेर्दै गर्नु होला यता भिरकोट नगरपालिकाको मान्छेहरूले नि मेरो भिडियो हेरिदिनु होला माया गरिदिनु होला सपोर्ट गरिदिनु होला म चाहिँ अहिले ट्याक्क रोडमा निस्किसकेँ बाजे गइमै हामी अब हुन्छ अब हामी टक्क निस्किन्छौँ है बटार्ने होइन बाइक बटार्दैनौ ल फेरि एकपालि अझ एकपालि बेसरी सत्तै गयो ल बाई ल बाई ल सबैजना बाई ल गुड बाई ए ल सबैजनाको ल राम्रोसँग जान्छु हजुर पनि राम्रोसँग झर्नु है हस् बाई ए ल भोलि ल हुन्छ ए ल राम्रोसँग आउनु है ल बाई ओके नमस्ते ल केटी छोड्न आएको नि बाबु र नानी छोड्न आएको थियो त्यो तल घर गइसक्यो अब हामी नि निस्किन्छौँ मोबाइल आउन लागिसक्यो वालिङ गएर सिधै अब अहिले यहाँ वालिङ दिदीको घर आइसक्यौँ हामी दिदी उता घर गइसक्नुभयो म पनि अब घर जान्छु भिडियो कस्तो राम्रो नराम्रो जस्तो भए पनि माया गरिदिनु होला ल धन्यवाद लास्टसम्म हेर्नुभएकोलाई र अब म घरतिर जान्छु अब बेला पनि भइसक्यो यस्तो रात परिसक्यो म निस्किन्छु है ल